नमस्कार। नेपालको शेयर बजारमा त आजकल आइपिओकै खूब चर्चा छ नि हैन? जतासुकै आइपिओ। हो त नि, नयाँ कम्पनीहरू आउने क्रम बढेको छ। यो आफैमा एउटा महत्त्वपूर्ण विकास क्रम हो बजारको लागि। अलिकति सुरुमै नौलो लगानीकर्तालाई पनि सजिलो पारौँ न। यो आइपिओ इनिशियल पब्लिक अफरिङ भन्छन्, खासमा के हो यो? सरल भाषामा भन्दा जब कुनै प्राइभेट कम्पनी हुन्छ नि, उसले पहिलोचोटि पब्लिकलाई मतलब सर्वसाधारणलाई आफ्नो शेयर बेच्छ के। पैसा उठाउनलाई? हो, पैसा जम्मा गर्न, अनि त्यो पैसाले आफ्नो व्यापार बढाउँछ। यसरी शेयर बेचेपछि ऊ पब्लिक कम्पनी बन्छ, जहाँ हाम्रो जस्तो आम मान्छेको पनि अलिकति हिस्सा हुन्छ। बुझियो, पैसा उठाउने र पब्लिक बन्ने प्रक्रिया रहेछ। अनि आज हामीसँग धितोपत्र बोर्ड सेभोनले भर्खरै स्वीकृति दिएका र पाइपलाइनमा भएका कम्पनीहरूको सूची छ हैन? जेठ 9 सम्मको अपडेट हो, ठ्याक्कै। त्यसो भए आजको हाम्रो छलफलको खास उद्देश्य नै यही सूची हेरेर यति धेरै आइपिओ एकैचोटि आउँदा बजारमा के होला त, कस्तो असर पर्ला, यसमै केन्द्रित हुने हो। एकदम ठिक। सुरु गरौँ भर्खरै स्वीकृति पाएकाबाट। दुईटा छन्। पहिलो छ ट्रेड टावर लिमिटेड। यो चाहिँ अन्य क्षेत्रको कम्पनी। ट्रेड टावर, यसको त आइपिओ खुलिसक्यो क्यारे हैन? मे 28 देखि भने जस्तो लाग्छ। हो, खुलिसक्यो। जेठ 16 सम्म हो क्यारे। यसले सर्वसाधारणलाई करिब 39 करोड 70 लाख रुपैयाँ बराबरको झण्डै 40 लाख किता शेयर दिँदैछ। 40 लाख किता? यो त उसको पुँजीको राम्रै हिस्सा होला नि। करिब 49% जति हो। ठूलै निष्कासन हो यो पनि। अनि अर्को भर्खरै स्वीकृत भएको छ हिमस्टार ऊर्जा कम्पनी। ऊर्जा भनेपछि हाइड्रो भयो है? हो, जलविद्युत। यसले चाहिँ स्थानीय र सर्वसाधारण दुवैलाई गरेर करिब 11 करोड 19 लाख रुपैयाँ बराबरको, कित्तामा भन्दा 11 लाख भन्दा अलिकति बढी। यो चाहिँ उसको कुल पुँजीको कति हो? यो उसको कुल पुँजीको 30% जति हो। ल, यी त भयो भर्खरका। तर अब त्यो पाइपलाइनको कुरा गरौँ न। त्यो लिस्ट त निकै लामो छ रे भन्ने सुनेको थिएँ। हो, पाइपलाइनको सूची त साँच्चै नै लामो छ। अहिले स्वीकृतिको लागि लाइनमा बसेका कुल कित्ता हेर्ने हो भने 36 करोड 81 लाख भन्दा बढी छ। कति रे? 36 करोड कित्ता? बाप्रे, रकममा कति हुन्छ होला त यो? रकममा हिसाब गर्दा त करिब 52 अर्ब 42 करोड रुपियाँ भन्दा बढी हुन आउँछ। 52 अर्ब, सुन्दै अत्यास लाग्ने रकम। यो त बजारले धान्न सक्ला त? निकै ठुलो अङ्क हो यो त। हो, निकै ठुलो हो। यसले बजारको अहिलेको जुन तरलता छ त्यसलाई कडा परीक्षण गर्ने देखिन्छ। अनि कुन कुन क्षेत्रबाट आउँदैछन् यति धेरै आइपिओ? फेरि हाइड्रो मात्रै त होइन होला? सबैभन्दा ठुलो हिस्सा त जलविद्युतकै छ। फेरि पनि 37 वटा कम्पनी लाइनमा छन्। 37 वटा? हो, यिनीहरूले मात्रै करिब 17 करोड 88 लाख कित्ता ल्याउँदैछन्। रकममा भन्दा 18 अर्ब 28 करोड रुपियाँ भन्दा बढी। सोलु हाइड्रो पावर जस्ता केही ठूला निष्कासन पनि यही समूहमा पर्छन्। जलविद्युत पछि दोस्रोमा कुन छ त? दोस्रोमा उत्पादन तथा प्रशोधन क्षेत्र, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ। 16 वटा कम्पनी छन्। तर रमाइलो के छ भने यिनीहरूको कित्ता संख्या जलविद्युत भन्दा कम छ, करिब 11 करोड 14 लाख मात्रै। तर उठाउने रकम चाहिँ सबैभन्दा धेरै छ। कति रकम? करिब 24 अर्ब 62 करोड रुपैयाँ। कित्ता कम, रकम चाहिँ बढी। कसरी? प्रिमियम होला है? हो, तपाईले ठिक समात्नुभयो। कुरो प्रिमियमकै हो। यो क्षेत्रका धेरै कम्पनी जस्तै जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट, मारुति सिमेन्ट, रिद्धि सिद्धि सिमेन्ट, अम्बे स्टिल्स जस्ता ठूला नामहरू छन् नि, यिनीहरूले 100 रुपियाँ अङ्कित मूल्यमा मात्रै होइन, त्यसमा थप पैसा जोडेर प्रिमियममा ल्याउने योजना बनाएका छन्। प्रिमियम भनेपछि कम्पनीलाई चाहिँ आफ्नो भ्यालुएसनमा एकदमै विश्वास छ भन्ने देखियो। तर हामी लगानीकर्ताले चाहिँ त्यो प्रिमियम तिर्नु ठिक हो कि होइन भनेर कम्पनीको वित्तीय अवस्था, कमाई, भविष्यको योजना सबै राम्रोसँग केलाउनु पर्यो होइन र? एकदमै। प्रिमियमले कम्पनी बलियो छ भन्ने सङ्केत त गर्ला, तर लगानीकर्ताले त्यो मूल्य जायज छ कि छैन भनेर आफैले हिसाब गर्नुपर्छ वा सल्लाहकारसँग सोध्नु पर्यो। नत्र त महँगोमा किन्न पनि सकिन्छ। हो नि। अरू क्षेत्रहरू नि छन् कि? छन् नि। होटल र पर्यटनबाट 5 वटा कम्पनी करिब 2.3 अर्बको। लगानी क्षेत्रबाट 3 कम्पनी झण्डै 3 अर्बको। यसमा शिवम होल्डिङ्स पनि छ, उसले पनि प्रिमियममै ल्याउने हो।
अनि अन्य क्षेत्र भन्नेमा 10वटा कम्पनी छन्, करिब 3.42 अर्बको। अन्यमा कस्ता कम्पनीहरू छन्? केही नयाँ खालका छन् के? हो, यहाँ अलि चाखलाग्दो विविधता छ, जस्तो डिस मिडिया, आइएमई, हेम्स हस्पिटल, कैलाश हेलिकप्टर, छायादेवी कम्प्लेक्स जस्ता कम्पनीहरू छन्। ए, भनेपछि मिडिया, रेमिट्यान्स, हस्पिटल, हेलिकप्टर, रियल इस्टेट, यो त परम्परागत क्षेत्रभन्दा अलि फरक भयो नि। हो, यसले के देखाउँछ भने आइपिओ बजार विस्तारै ब्याङ्क, बिमा, हाइड्रोभन्दा बाहिर पनि फैलिँदैछ, विविधीकरण हुँदैछ। अनि साना क्षेत्रमा विकास ब्याङ्क, लघु वित्त, लघु बिमाका पनि केही कम्पनी छन्। सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउन त, यति ठूलो सप्लाई, त्यो पनि 52 अर्बभन्दा बढीको एकैचोटि बजारमा आउँदा यसले समग्र बजारलाई, नेप्सेलाई कस्तो असर पार्ला? यो अवसर हो कि चुनौती? हेर्नुस्, यसका दुवै पक्ष छन्। अवसरको कुरा गर्दा लगानीकर्तालाई नयाँ र फरक क्षेत्रमा लगानी गर्ने मौका मिल्यो। राम्रा कम्पनी ठिक मूल्यमा आए भने बजारमा नयाँ पैसा पनि आउन सक्छ। बजारको दायरा फराकिलो हुन्छ। त्यो त राम्रै भयो, तर चुनौती? चुनौती चाहिँ अलिक गम्भीर छ। मुख्य कुरा बजारको पचाउने क्षमता, लिक्विडिटी एब्जर्प्सन क्यापासिटी भन्छ नि। मतलब बजारमा भएको पैसाले यति धेरै नयाँ शेयर किन्न सक्छ कि सक्दैन भन्ने हो। ए, पैसा तान्ने भयो बजारबाट। हो, ठूलो आपूर्तिले बजारको तरलता तान्छ अनि दोस्रो बजारमा शेयर बेच्ने प्रेसर बढ्न सक्छ, जसले गर्दा नेप्से घट्ने जोखिम पनि हुन्छ। झन् जलविद्युत जस्तो एउटै क्षेत्रमा यति धेरै कम्पनी एकैचोटि आउँदा त लगानीकर्तालाई छान्ने गाह्रो पर्ने भयो नि। एकदम। धेरै सप्लाई हुँदा लगानीकर्ताको रुचि घट्न सक्छ वा सबै आइपिओ नबिक्न पनि सक्छन्। अनि त्यो प्रिमियमको कुरा छँदैछ। यदि लगानीकर्तालाई मूल्य महँगो लाग्यो भने त्यसले पनि नकारात्मक असर पार्न सक्छ। त्यसो भए अन्तिममा कस्तो प्रभाव पर्छ भन्ने कुरा केमा भर पर्ला त? मुख्यतया 3 कुरामा। 1, त्यो बेला बजारको समग्र अवस्था कस्तो छ। 2, लगानीकर्ताको सेन्टिमेन्ट, उनीहरूको मनोबल कस्तो छ। र 3, आउने कम्पनीहरू कतिको राम्रा छन्, वित्तीय अवस्था कस्तो छ, अनि आइपिओको मूल्य कति ठिक राख्छन्। फेयर प्राइसिङ महत्त्वपूर्ण हुन्छ। निकै राम्रो विश्लेषण। ल, आज हामीले आइपिओ के हो भन्नेदेखि सुरु गरेर भर्खरै आएका ट्रेड टावर, हिमस्टार ऊर्जा, अनि त्यो 52 अरबको डरलाग्दो पाइपलाइन, त्यसमा कुन क्षेत्रको बाहुल्यता छ, प्रिमियमको कुरा, अनि बजारमा पर्न सक्ने राम्रा नराम्रा असरहरूबारे गहिरोसँग कुरा गर्यौं। हो। अब जाँदा जाँदै श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। त्यो पाइपलाइनमा हेर्दा हाइड्रो र उत्पादन त छँदैछन्, तर डिसमिडिया, ह्याम्स हस्पिटल, आइएमई जस्ता अलि नयाँ खालका कम्पनीहरू पनि आउन खोज्दैछन्। यसले नेपालको अर्थतन्त्र र लगानीको भविष्य कतातिर जाँदैछ भन्ने केही सङ्केत गर्छ कि के यो परम्परागत क्षेत्रबाट लगानी बाहिर निस्केर विविधीकरण हुन थालेको हो? एकदमै सोच्नुपर्ने प्रश्न। यसमा श्रोताहरूले आफै विचार गर्न सक्नुहुन्छ। ल त, आजको यो छलफलका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद।